श्री कार्यालय प्रमुखज्यू, पूर्वाधार विकास कार्यालय डोलधुरा। बुडर, जोराइल, गडसेरा ढोटी सडक निर्माण कार्यमा भएको ढिलाइप्रति गम्भीर ध्यान आकर्षण तथा शीघ्र सम्पन्न गर्न माग सम्बन्धमा उपरोक्त विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सुशासन, पारदर्शिता, जवाबदेहिता र नागरिकप्रति उत्तरदायी शासन व्यवस्थामा विश्वास गर्ने राजनीतिक दल हो। यही मूल आदर्श तथा स्थानीय नागरिकबाट निरन्तर प्राप्त गुनासा, सुझाव र जनभावनालाई आत्मसात गर्दै जोराइल गाउँपालिका नागरिकप्रति हाम्रो दायित्व र सार्वजनिक उत्तरदायित्वलाई महसुस गर्दै बुडर, जोराइल, गडसेरा ढोटी सडक निर्माण कार्य भएको अत्याधिक ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ढोटी जिल्ला समितिको गम्भीर ध्यान आकर्षण भएको छ। बुडर, जोराइल, गडसेरा ढोटी सडक निर्माण जोराइल गाउँपालिकाका नागरिकहरूको दैनिक जीवन, शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण सडक हो। निर्धारित समयमै सम्पन्न हुनुपर्ने आयोजना पटक पटक म्याद थप हुँदा समेत सम्पन्न हुन नसक्दा स्थानीय नागरिकहरूले धुलो, हिलो, जोखिमपूर्ण यात्रा र दैनिक शास्ति भोगिरहेका छन्। 2071 सालमा यही सडक खण्डमा भएको दुःखद बस दुर्घटनामा धेरै निर्दोष नागरिकहरूले अकालमै ज्यान गुमाएका थिए। त्यस घटनाले सुरक्षित र गुणस्तरीय सडकको आवश्यकता स्पष्ट पारे पनि विगतका सरकार र सम्बन्धित निकायले आवश्यकता प्राथमिकता दिन सकेन। आज पनि स्थानीय नागरिक उही जोखिम र शास्ति भोग्न बाध्य छन्। तसर्थ निर्माण कार्यमा भएको ढिलाइ, वास्तविक कारण सार्वजनिक गरी निर्माण कार्यलाई तत्काल तीव्रता दिई निश्चित समयभित्र सम्पन्न गर्न, निर्माण अवधिभर सुरक्षित आगमनको सुरक्षित गर्न तथा सम्बन्धित सबै पक्षलाई जवाबदेही बनाउन हामी जोरदार माग गर्दछौँ। सम्माननीय प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले अवलम्बन गरेको सुशासन, जवाबदेहिता र परिणाममुखी विकासको नीति अनुरूप यस आयोजनालाई उच्च प्राथमिकता राखी शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नेछ भन्ने हाम्रो अपेक्षा तथा विश्वास छ। हाम्रो उद्देश्य कुनै एक सरकार वा व्यक्तिलाई दोषारोपण गर्नु होइन, बरु वर्षौंदेखि दोहोरिँदै आएको व्यवस्था र ढिलासुस्तीको अन्त्य गर्दै नागरिकको जीवन सुरक्षा र पहिलो प्राथमिकता राख्न सम्बन्धित निकायले ध्यानाकर्षण गराउनु हो। अब थप विलम्बन होइन, परिणाममुखी कार्य सम्पादनको अपेक्षा नागरिकले गरेका छन्। यस ज्ञापन पत्रलाई आम नागरिकको भावना, सार्वजनिक सरोकार अभिव्यक्तिका रूपमा ग्रहण गरी आवश्यक पहल तत्काल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। दिल्लीराज भट्ट, जिल्ला सहसचिव, संगठन विभाग प्रमुख र राष्ट्रिय स्वतन्त्र पार्टी डोटी जिल्ला समिति। अब हामी यो चाहिँ हस्तान्तरण। ठिक छ। आज 2083 साल असाढ 26 गते राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी डोटीबाट मैले यो बुडर, जोराइल, गडसेरा डोटी सडक निर्माण कार्यमा भएको ढिलाइप्रतिको ध्यानाकर्षण सम्बन्धमा चाहिँ ज्ञापन पत्र प्राप्त गरेँ। यो प्राप्त गरिसकेपछि मैले यो सडकको बारेमा केही कुराहरू जानकारी राख्न चाहेर हामीले के गरिरहेका छौँ र थप अगाडि कसरी बढ्छ भन्ने कुरामा केही प्रश्न पार्न चाहन्छु। यो सडक चाहिँ 2077 साल असार 30 गते शर्मा राजेन्द्र जेबीसँग चाहिँ सम्झौता भएको थियो र उक्त सम्झौताको हाम्रो कुल अङ्क 32 करोड 71 लाख रुपियाँ थियो भने यसको सुरु सम्झौता अवधि चाहिँ सक्नुपर्ने 2080 साल असार 29 गतेसम्म रहेको थियो। त्यसपछि हामीले पहिलोपटक म्याद थप गरेर 2082 साल चैत्र 29 गतेसम्म चाहिँ यसको थप म्याद रहेको अवस्था छ र त्यस अवस्थामा हामीले यस कार्यालयबाट विशेष गरेर म आइसकेपछि यहाँ मेरो कार्यकालमा हामीले बारम्बार पत्रचार गरेर म्यानेजमेन्ट मिटिङहरू राखेर हामीले कामलाई चाहिँ निरन्तर अगाडि बढाउने भन्ने हिसाबले लिड पार्टीलाई पनि बोलाएर हामीले कामलाई अगाडि बढाइरहेको अवस्था हो। तथापि चैत्र मसान्त सकिसकेको छ र हालसम्म पनि प्रगति जम्मा वित्तीय प्रगति चाहिँ 44% हाराहारीमा मात्र रहेको छ भने भौतिक प्रगति केही बढी छ, लगभग 50% हाराहारी रहेको देखिन्छ। र यस सन्दर्भमा हामीले म्याद थप भएपछि म्याद थपको निर्णय भइसकेपछि उहाँहरूलाई आफ्नो कार्यतालिका बमोजिम कामहरू चाहिँ अगाडि बढाउन सक्नुहोस् भनेर बारम्बार हामीले लिखित, मौखिक र व्यवस्थापन बैठक मार्फत चाहिँ अनुरोध गर्दै आएको हो। तथापि हाम्रो निर्माण व्यवसायीको चाहिँ अब एउटा नैराश्यता भनौँ, एउटा लापरवाहीले गर्दा चाहिँ काम चाहिँ अहिले चाहिँ एकदमै न्यून प्रगति, म्याद सकिसक्दा पनि न्यून प्रगतिमा छ, 50% भन्दा तल छ। यसमा चाहिँ हामीले म्याद थपको लागि उहाँहरूको माग बमोजिम प्रक्रिया अगाडि बढाएका थियौँ। तथापि अहिलेको अवस्थामा चाहिँ म्याद थप नहुने भनेर मन्त्रालयबाट चाहिँ फाइल फिर्ता आएको अवस्था छ र अब कुनै विशेष परिस्थितिमा चाहिँ म्याद थप होला, होइन भने चाहिँ अब अहिले चाहिँ
कन्ट्र्याक्टरलाई लिक्विडेटेड ड्यामेज लागेको अवस्था छ। दैनिक चाहिँ जरिवाना प्रशासनिक दण्ड जरिवाना लागेको अवस्था छ। दैनिक 0.05%का दरले अधिकतम 200 दिनसम्म हामीले दण्ड जरिवाना लगाएर पनि काम सक्ने प्रावधान रहेको छ र सोही अनुसार अहिले काम अगाडि बढिरहेको छ र यसलाई हामीले अगाडि बढाउनलाई चाहिँ अब हामीले कन्ट्र्याक्टरलाई एकचोटि फेरि हामी बैठकमा डाकेर र मन्त्रालयको एउटा निर्देशन बमोजिम हामीले यसलाई कसरी अगाडि बढाउने भन्ने चाहिँ सोच बनाएका छौँ। यसलाई हामीले चाहिँ अब कुनै एउटा ठोस निर्णय गरेर या त यही कन्ट्र्याक्टर मार्फत काम सक्ने, होइन भने कुन प्रक्रियामा अगाडि जाने भन्ने हामी चाहिँ अब एउटा त्यो निर्णयमा पुगिसकेको अवस्था छ अहिले हाल चाहिँ।